नमस्ते आन्टी समस्या के भयो भने तपाईँले एकचोटि यहाँ हेरिदिनु पर्यो दिने भनेर आफै बनाइदिने भनेको छौँ अब उहाँसँग अब आफै बनाउन सक्ने पनि छैन अब हामीले बनाइदिनु पर्ने हो आज 2-3 लाख यतातिर लगाइदिनु अब यो घरमा पनि जाने बाटो छैन बिचरा फोन गरेको थिएँ दाजु ल यो गरेर भ्याइदिनु ल केही परे यसो फोन गर्नु होला तुफान हाजिर छु म ल हस् यो समस्या आइपर्छ कि मान्छे हुन्छ म विद्युतवालालाई भनिदिन्छु म यो काट्न लागिन्छु म बनाइहाल्छु पछि बसौँ ल तपाईँ र म हजुर नमस्ते अङ्कल आउनु अङ्कल प्राविधिकलाई बोलाएर नपाइदिने काम मेरो भयो त्यसपछि हजुर पनि ढुक्क हुनुभयो पढामा छु म पनि आउँ ल आइस नि त आइस ल ल आधा घन्टामा आएर ल म पनि आधा घन्टामा पुगेँ ठ्याक्क ठिक छ मेरो दाइ कहाँ हो हजुर नमस्ते नमस्ते अङ्कल किन मलाई फोन गर्नु भन्यो ल अङ्कलहरू सबै होइसिन्छ म वडा गएँ के हो है अब मैले के बस्नु पर्यो हजुरहरू सबै हुनुहुन्छ यहाँ प्राविधिक सरले नापिदिन्छ नि जे हो त्यही हो हस् हुन्छ हजुर ल ल आउनु पर्यो छोडिदेऊ कति दिन भयो तपाईँकोमा त्यहाँ आउनु थाल्यो वडा अध्यक्ष बोले सर सुन्नु न यो सालगाडी टोलमा एउटा घरमा चाहिँ एउटा अज्ञात मान्छे राति आउँदो रहेछ के ठ्याक्क म तपाईँलाई अहिले सामुदायिकमा पठाउँदैछु उहाँ सरहरूलाई टोलवाला सामुदायिकमै आउँदै हुनुहुन्छ निवेदन चाहिँ त्यो ठ्याक्क त्यहाँ दिइराख्नु होला